हेलो नमस्कार मेरो फन्नी राजसी युट्युब च्यानलमा जोडिनुहुने सम्पूर्ण साथीहरूलाई फेरि पनि स्वागत गर्दै आज पनि फेरि एउटा छोटो भिडियो लिएर हजुरहरू सामु आएको छु। मेरो भिडियोहरू के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सिनु होला भन्दै अहिले भिडियो म स्टार्ट गर्न चाहन्छु। म जस्तो सोझोलाई नै पट्याउन सकेनौ है। बुढो पाल्न सक्छु भन्ने कोही महारानी होइसिन्छ भने यता हाजिर हुनुहोस् है। खाली छु। अनि भाइको नाम? नेपाली कि अंग्रेजीमा? जेमा भने पनि हुन्छ, म मिलाएर लेखिदिउँला नि। नेपालीमा कुमार, अंग्रेजी भन्दै भार्जिन। कम्पनीमा सुपरभाइजर हुँ भनेर गफ दिएको थिएँ। गर्लफ्रेन्डले पनि पहिला त ओ राजा ओ मेरो मुटु भन्थे। अरे कुन असतीले अधर्मीले भेडा चराएको फोटो चाहिँ पोस्ट गरिदिएछ। अहिले त ओ भेडे अरे हेप्नुको पनि सीमा हुन्छ नि। मेरो ट्यालेन्टको बारेमा कुरा नगर। आलु भुटेर करेलाको स्वादमा निकाल्ने मान्छे मै हो। यो चोर जस्तो अनुहार भए पनि एउटा केटीको मन चोर्न सकेन यार। Do you not love me? It's okay. Do you like me? It's okay. But you always somebody got somebody else and have some chat so pops to make it up. के बोले भाइ? भिडियो कलमा ल पर्ला जस्तो भइरा थियो यार। बीचमा उसको बच्चा रुइदिरा भनेमा शंका गर्ने पनि लिमिट हुन्छ नि यार। मैले मन्दिर आएको छु भनेको भगवानलाई फोन दिन्छ अब। कति माया गर्छौ भनेर नसोध न बुढी। तिमीलाई उता जाडो हुन्छ भनेर म यता ननुहाइकन बसेको छु। केटीले पो धोका दिन्छ त भाइ। हामी केटाहरूले त अर्काको बुढलाई नै माया गरिदिन्छौँ। अन्त भिडियो हेर्नुभयो कस्तो लाग्यो मेरो फन्नी भिडियोहरूको कलेक्सन? त्यहाँ तल कमेन्ट गर्न नबिर्सिनुहोस् है। फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिलेलाई चाहिँ बाई बाई।